यो पत्रकारलाई चाहिँ के यो पत्रकारलाई चाहिँ एकचोटि चाहिँ यो पत्रकारिताको बारेमा सिकाउनु पर्यो क्या। सादा पोसाकमा खटिएका प्रहरीहरूको आइडी कार्ड मागेर प्रहरीहरूलाई त्यो क्यामेराको अगाडि देखाउने कतिको उचित होला? यसलाई गोपनीयताको यति पनि नलेज छैन? यो भिडियो हेर्नु त पहिला अनि बोलाउला। दाइ हेर्नु हैन, मलाई यतिकै लगेको छ दाइ हैन, म त्यतिकै चाहिन्छ। किन भइरहेछ एकैछिन भनिदिनुस् त। मेरो मम्मीको हो, मेरो आमालाई बोलाउनु बिरोड खटेको हामी प्रहरी हो। प्रहरी हो हजुरहरू, कार्ड देखाइदिनुहोस् सर। एकैछिन कार्ड चाहिँ देखाइदिनुहोस्। मेरो मम्मी यही छ हैन, कार्ड चाहिँ देखाइदिनुहोस् सर। प्रहरी यस ओके। लागु उसको छोरी भनेर म ल उहाँलाई तुरुन्तै नियन्त्रणमा लिनुहोस् सर। लिनुहोस् उहाँलाई लिनुहोस्। ल थ्यांक यू। संलग्न भन्दै हेर्नुहोस् एकजना लागु औषध कारोबारीलाई चाहिँ प्रहरीले पक्राउ गरेको छ माइती घरबाट। सादा पोसाकमा खटिएका प्रहरीलाई उसले चाहिँ उहाँ आइडी शुद्ध माग्न लगाएर चाहिँ आइडी शुद्ध सो गर्न लगाएको छ। यसको यो दिमाग छैन? कम्तीमा ब्लर गर्नु ठिक छ, उसले कन्टेन्ट भेटायो, तर ब्लर गर्न सकिन्छ, फेस रिभिल त गर्नु भएन नि त त्यसरी। मिडिया भनेको यो 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 पत्रकारलाई चाहिँ पहिला पत्रकारिता सिकाउनु पर्यो क्या। गोपनीयता भनेको के हो? एकदम संवेदनशील विषय हो नि यो भनेको त। एउटा उनीहरूले स्टिङ अपरेसन गरेर एउटा कसैलाई समातिरहेछ, उसलाई पनि आरोप त नलगाउँ, प्रमाणित नभइकन आरोप त नलगाउँ। कुनै व्यक्तिलाई समाइरहेछ भने क्यामेरा अगाडि गएर आइडी कार्ड माग्ने अधिकार कसले दियो? यो पत्रकारलाई। यसको यो पत्रकारको यो विषयलाई लिएर तपाईँहरूको धारणा के छ साथीहरू? कमेन्ट गर्नु होला है त।